3-4 फोटो खिचेर हाल्नुपर्ने लाली गुराँस बाटो झाले झ्यापलेहरू काठमाडौँ जानु होला यिनीहरू यताको मान्छेहरू त किन उता हाल्दैन है यतैबाट काठमाडौँ जान्छ हेटौँडाबाट जान्छ यहीँबाट जान्छ होला हेटौँडातिर गएको बाइकलाई त ठिकै छ नि नारायणघाट पुग्दा पालुङ आइदो रहेछ होइन त नारायणघाटको पालुङ मुगलिन पुग्दा नौबिसे लाली गुराँस चाहिँ राम्रो फुलेछ ठ्याक्क फुल्ने बेलामा पऱ्यो त क्या युट्युबमा हाल्दा पर्दा राम्रो नहोस् उता गाउँ यता आउनुपर्छ होइन त्यही हो कि पहिला एकदम चहलपहल भएको यो होइन यातायातसँग काठमाडौँ जोडेको त्यतिखेर व्यापारिक दृष्टिकोणले मान्छेहरू यहाँ डाँडा डाँडामा आएर पसल गरेर बसे अब व्यापार नभएपछि त अब लाग्नु पऱ्यो यहाँ बसेर त खानेकुरो त भएन होइन अब भनौँ न हाम्रो हजुरबाहरूले गाडी नदेख्दाखेरि यहाँका बुढेलीहरूको सल्लाहकालीनले गाडी चढ्थे होइन त्यो विकास त देखायो यिनीहरूले तर अहिले चाहिँ पछि पऱ्यो सरकारले उपेक्षा गरेर नि होला है यो होइन जति जस्तो गरेर बाटो बढाएर फोर लाइन गर्ने होइन यो सार्वजनिक बजेट होइन सरकारले त्यो काम चल्छ भन्यो अब सजिलो पाएछ यता गाडी चलाएन यस्तो बाटोमा रिक्स बोलेर के चलाउनु बढी खर्च हुन्छ जोखिम पनि छ पसलहरू सबै बन्द अनि मान्छेले अहिले चाहिँ किन बस्नु युटर्न युटर्न भनेको है यहाँ हेर्नु त्यहाँ थुप्रै ठाउँ रहेछ उतापट्टिको तामाङ बस्ती हुनुपर्छ होइन त्यो लामी डाँडा तामाङहरू हुन्छ तामाङहरू नि डाँडै खोजेर बस्ने थिएन कि थारूले सम्भव गर्छ तामाङले गोर्खाको त्यो उत्तरी भेगमा पुग्दाखेरि तामाङहरू के हो मगर र तामाङ त मगरहरू छैन तामाङहरू